रङ्गकर्मी वेदना राईको निर्देशनमा तयार भएको नाटक ए थिभेउ काठमाडौँको 32 पुतली स्थित शिल्पी थिएटरमा मञ्चन हुने भएको छ। छड्के टोपी आर्ट्स एन्ड स्टुडियो थिएटर टिमले आधिकारिक पोस्टर सार्वजनिक गर्दै नाटकको मञ्चन मिति र विवरण सार्वजनिक गरेको हो। पोस्ट अनुसार नाटक यही माघ 7 गतेदेखि फागुन 4 गतेसम्म प्रत्येक दिन मंगलबार बाहेक शिल्पी थिएटरमा प्रस्तुत हुनेछ। नाटकका लेखक साहित्यकार गिलु रातोस हुन्। उनका अनुसार नाटक किराँत समुदायको पौराणिक कथा थिबियामा आधारित छ। पौराणिक पात्र थिबेको कथालाई केन्द्रमा राख्दै नाटकले प्रस्तुत गर्ने प्रयास गरेको छ। पौराणिक कथा कस्तो थियो त भन्ने चासो सबैमा हुन सक्छ। संक्षिप्त चर्चा गरौँ। किराँती बस्तीमा एउटा आमाले छोरो पाउँछिन्। छोराको नाम थिबे हुन्छ। थिबे असाध्य सुन्दर हुन्छ र उसको सुन्दरता देखेर गाउँलेले ईर्ष्या गर्छन्। सबैले आफ्ना छोरालाई भेलबाडीमा बगायो भने पुरै किराँत बस्ती शुभ हुने बताउँछन् र पछि फेरि छोरा फर्की आउनेछ भनेर भन्छन्। सबैले बगाउने भएपछि थिबिया पनि छोरो बगाउन मन्जुर हुन्छन्। गाउँलेहरूले थिबियाको आमालाई धोका दिँदै बोरामा कपडा कोचेर बगाएका हुन्छन् र सबैको छोरो घरमा नै हुन्छ। तर थिबियाले भने साँच्चीकै छोरोलाई बोरामा कोचेर बगाएकी हुन्छन्। सबैका छोरा घरमै हुन्छन् तर थिबेको छोरा फर्केर आउँदैन। त्यसपछि थिबियाले थिबेउ थिबेउ भनी बोलाउँदै छोरा खोज्न हिँड्छिन्। अन्तमा उनी अग्लो रुखमा चढेर छोरालाई कतै खोला किनार छ कि भनेर हेर्छिन्। छोरालाई खोज्दै खोज्दै थाकेकी थिबिया रुखमा अडिन नसकेर खस्छिन् र उनको मृत्यु हुन्छ। पछि उनी चराको जुनी लिएर आएको मानिन्छ। जुन चरालाई किराँती बस्तीमा थिबिया चरा भनिन्छ। यो चरा अझै पनि खोला नाला कराउँदै हिँड्छ तर थिबेउ थिबेउ आवाज निकाल्दै गाउँ पस्यो भने अशुभ हुन्छ भन्ने मानिन्छ। निर्देशक वेदना राईका अनुसार ए थिबियो पौराणिक कथाको पुनर्कथन मात्र नभएर गहिरो मानवीय सम्बन्धको खोज हो। यस नाटक मार्फत हामीले आमा सन्तान बीचको सम्बन्ध, मानव र प्रकृति बीचको अन्तर सम्बन्ध साथै समाज संस्कृति र विश्वासको प्रतिबिम्ब उजागर गर्ने प्रयास गरेका छौं। उनले भनेकी छिन्, मिथक संस्कृति र मानवीय सम्बन्धको सुन्दर संयोजन प्रस्तुत गर्ने यो नेपाली रङ्गमञ्चको अनुभव तपाईले छुटाउनै नहुने नाटक हो। किराँती मिथक र समकालीन रङ्ग अभिव्यक्तिको सङ्गम प्रस्तुत गर्ने ए थिबियो दर्शकको लागि एक महत्त्वपूर्ण रङ्गानुभूति हुने अपेक्षा गरिएको छ। के तपाईलाई हामीले शिल्पी थिएटरमा माघको 7 देखि फागुन 4 गतेसम्म प्रत्येक दिन मंगलबार बाहेक शिल्पी थिएटरमा देख्ने छौं त?